Hello friends, welcome to my video. Myself सब इन्जिनियर पुनित सिंह। आज म तपाईहरुको माझ एउटा महत्त्वपूर्ण विषय लिएर आएको छु। आज चाहिँ हाम्रो साइटमा या बीममा स्टिरअप प्रोभाइड गरिएको छ र यसको बारेमा तपाईहरुको माझ म राख्ने छु। बीममा चाहिँ हाम्रो कम्प्रेसन जोन र टेन्सन जोन कहाँ हुन्छ र त्यसमा चाहिँ हामीले स्टिरअप कसरी लाउने त्यसको बारेमा यस भिडियोमा चर्चा गर्ने छु। यहाँ चाहिँ हाम्रो बीममा कम्प्रेसन जोन चाहिँ सेन्टरमा हुन्छ र L/4 पोर्सनमा चाहिँ कम्प्रेसन जोन चाहिँ तल हुन्छ। यो पिलरको छेउबाट L/4 पोर्सनमा तपाईको कम्प्रेसन जोन चाहिँ तल हुन्छ र सेन्टरमा चाहिँ ठ्याक्कै L/4 पोर्सन छोडेर र दुवै साइडबाट L/4 पोर्सन छोडेर बिचमा चाहिँ कम्प्रेसन जोन बीमको सेन्टरमा चाहिँ हुन्छ र त्यसमा चाहिँ हामीले स्टिरअप कसरी लाउने त्यसको बारेमा जानकारी गराउने छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरु, हाम्रो यहाँ कलमको यो साइडबाट L/4 पोर्सन सम्म चाहिँ स्टिरअपको हुक चाहिँ जहिले पनि हामीले स्टिरअपको हुक चाहिँ कम्प्रेसन जोनमा प्रोभाइड गर्नुपर्छ र यहाँ चाहिँ हाम्रो गरिएको छ। यहाँ चाहिँ हाम्रो बीमको L/4 पोर्सन पिलरको छेउबाट L/4 पोर्सन सम्म चाहिँ कम्प्रेसन जोन भएको हुनाले यहाँ चाहिँ हाम्रो यो स्टिरअपको जुन यो हुक हुन्छ नि, यो हुक चाहिँ कम्प्रेसन जोनमा प्रोभाइड गर्नुपर्ने हुन्छ र त्यस्तै गरी हाम्रो यहाँ L/4 पोर्सन छाडेर बिचमा चाहिँ फेरि L/2 पोर्सनसम्म हाम्रो कम्प्रेसन जोन यो L/2 पोर्सन सेन्टरमा चाहिँ हुन्छ। त्यही हुनाले चाहिँ हाम्रो हुक चाहिँ यो स्टिरअपको हुक चाहिँ जुन छ त्यो चाहिँ के भन्छ सेन्टरमा चाहिँ प्रोभाइड गरिएको छ र यो हुक चाहिँ माथि यो जुन कम्प्रेसन जोन हुन्छ त्यहाँ चाहिँ प्रोभाइड गरिएको छ। त्यस्तै गरी त्यो साइड पनि त्यस्तै छ। L/4 पोर्सन छोडेर त्यो कम्प्रेसन जोनमा चाहिँ स्टिरअपको हुक चाहिँ प्रोभाइड गरिएको छ र टेन्सन जोनमा चाहिँ पुरा सरदरै स्टिरअप विदाउट हुक वाला प्रोभाइड गरिएको छ र यसमा चाहिँ अल्टरनेट गरेर हुक प्रोभाइड गरिएको छ। त्यस्तै गरी यसमा चाहिँ अहिले अब यता चाहिँ रेनफोर्सको कामहरु हुँदैछ। आजलाई यति नै। फेरि अर्को भिडियोमा तपाईहरुलाई यो स्ल्याबको क्र्याङ्क बार कसरी लाउँछौ त्यसको बारेमा जानकारी गराउने छु। हस्त, धन्यवाद।